This is me, Duman Magar. 500 दिएर हामीले लिएर आएको सामान अलिक बढी भएको कारणले गर्दा बोक्नको लागि त्यही बढ्यो गर्मी जताततै गर्मी जताततै तातो वाउ उहाँ मेरो बाबा हुनुहुन्छ म भन्दा चाहिँ अलिकति मात्रै हेन्सम हुनुहुन्छ यो त उयो हैन त टिम्बुरको बोट हैन त ओह माय गॉड ये सब क्या देखना पड़ रहा है ऐसेलु फलिसकेको छ यो कालो झार हो यसको नाम चाहिँ कालो हो तर यसलाई केटी भएकोले यसलाई काली भनिन्छ तपाईले तासेर खानुहुन्छ तपाईको टन्सिल तपाईको घाँटी दुख्ने ओ माय गॉड निको हुन सक्छ झोलाको बारेमा पनि केही तपाईहरुले भनिदिन सक्नुहुन्छ यो झोला चाहिँ बिक्रीमा पनि रहेको छ 84 व्यञ्जन छ हजुर हजुर पर्जा निम्त छ Why you are so happy today? आज हाम्रो उद्धार र मुक्ति को लागि यस संसारमा आउनुहुने येशू ख्रीष्ट चाहिँ आजको दिनमा चाहिँ बौडी उठ्ने दिनमा हामी खुसियाली हर्ष मनाउनलाई आज डाँडाको प्रार्थनामा हामी सरिक भएका छौं बाटो र सत्य जीवन छ है ख्रीष्ट येशू प्रभुमा विश्वास गरी हे मेरा साथी उहाँलाई चाहिँ उधार ल्याऊ उनैमा खत्म गलेर हैरान पक्ष्यो वालुङ हे बॉय हामी के विचार गर्छौं भन्दा हामी आफूलाई विश्वासी ठान्छौं हामीले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको हामीले महसुस गर्छौं अनि म ख्रिस्टियन हुँ भन्ने चाहिँ हामीले भनिराखेको हुन्छौं तर येशू ख्रीष्टलाई चाहिँ हामीले हाम्रो हृदयमा स्थापित गर्न सकिराखेको हुँदैनौं अनि स्वर्गदूतले ढुङ्गा गुडाउँदाखेरि पहरेदारहरू मूर्छा परेको कुराहरू हामी पाउँछौं ख्रीष्टको पुनरुत्थान भन्दा महत्त्वपूर्ण अर्को कुनै ऐतिहासिक घटना यस संसारमा भएको छैन आज 34-35% मानिसहरूले येशू ख्रीष्टलाई पछ्याउँछ मुक्तिदाता भनेर अनि उहाँको पुनरुत्थान नभएको भए कुनै पनि मानव जातिको लागि पृथ्वीमा उद्धार र मुक्तिको कुनै पनि प्रबन्ध हुने थिएन र उहाँको पुनरुत्थान सत्य र ऐतिहासिक घटना हो येशूको पुनरुत्थानको 25 वर्षसम्म पनि साक्षीहरू जीवित थिए जब येशू बौरेर उठ्नु भयो अनि येशू बौरेर उठेपछि जब तिनीहरूको सामुनेमा चाहिँ येशू देखा पर्नु भयो अनि तिनीहरू चाहिँ के भयो नयाँ मानिस जस्तै भएका थिए जसको अपराधहरू तिमीहरू क्षमा गर्छौ अनि त्यसको अपराध क्षमा हुनेछ येशूले तिनीहरूलाई भन्नुभयो कि स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ हामीले के गर्न सक्छौं अब येशूमा पुरा भरोसा गर्न सक्छौं किन भन्दा समस्त अधिकारको मूल को छ येशू छ परमेश्वर यस घरी तपाईहरु बीचमा हुनुहुन्छ जब येशू जीवित हुनुहुन्छ येशूले चाहिँ तपाई हामी सबैलाई जीवित पार्न सक्नुहुन्छ परमेश्वरले चाहिँ हामीलाई जाति जाति माथि चाहिँ अधिकार दिनु भएको छ राष्ट्र राष्ट्र अधिकार माथि अधिकार दिएको छ अनि दुष्ट आत्मा माथि अधिकार दिनु भएको छ बन्धनहरु बनाउनु तपाईको परमेश्वर आज जसरी चलाएको चाहिँ आज उषा हो यो चाहिँ यो निर्माया हो यिनीहरूको अब बिहे गरिदिनु पर्ने छ कसैले मन पराउनु भएको छ भने भनिहाल्नु होला कमेन्टमा म त अब बिहे नगर्नु भनेको छ डाक्टरले घाँसपातहरू यहाँनिर तपाईँहरू आउन सक्नुहुन्छ बाख्रा लिएर यहाँनिर हाम्रो चाहिँ बाबा हो बाबा भन्दा पनि बाबाको भुँडी राम्रो छ ऐसेलु चाहिँ उहाँले धेरै मन पराउनु हुँदो रहेछ अघि आउँदा पनि ऐसेलुको पछि लागिराख्नु भएको थियो डुक्कुदेखि लिएर फलसम्म उहाँले खाइसक्नु भयो अब पात मात्रै खान बाँकी छ मानसिक हस्पिटल जाने हो अब तपाईहरु दुईजना जाँदै गर्नुस् भाइ पागलै भए पनि यहाँ के छ थाहा छ यहाँ के छ यहाँ हेर चाहे जे भए पनि लड्न चाहिँ पाइएन हैन
अप्सना चाहिँ बाख्रा चराउने मान्छे हो, यहाँ बाख्रा चराउँदै रहेछ। यो दरले हिँड्दाखेरि चाहिँ मान्छेलाई निकै नै राम्रो देखिन्छ जस्तो। तर खत्तम, बाय बाय, टाटा, गुड बाय, गया। के भयो? यसरी हाँगाहरू झार्नु पर्यो भने यता माथिबाट A few moments later. यो भन्दा धेरै गर्नु हुँदैन। उहाँ हुनुहुन्छ भरिया। दिस इज मी दुमन मगर। 500 दिएर हामीले लिएर आएको सामान अलिक बढी भएको कारणले गर्दा बोक्नको लागि उहाँ लजाइराख्नु भएको छ। तैपनि मैले भनेको कुरा चाहिँ एकदमै रियल हो। ऐसेलीहरू फलिसकेको छ। सबैलाई बराबरी न त ठुलो हाम्रो बडीवाले एकदम राम्रो स्वरमा गीत गाउँदै हुनुहुन्छ। वाउ, कति आशिषित छ आजको दिन। भरे हामी डाँडाको प्रार्थनामा पनि यो गीतलाई अवश्य गाउने नै छौँ। त्यहाँनिर तपाईँहरूलाई हामी देखाउनेछौँ। आज हामीले सुसमाचार प्रचार गरेको यो घर अहिले पुरै जङ्गलहरू चाहिँ रुखो भइसकेको छ। सबै रुख बिरुवाहरू काटेर गोलियाको रूपमा देख्न सक्नुहुन्छ। सानो सानो रुखहरू मात्रै छ। हाम्रो एउटा टोली चाहिँ अघि नै निकै माथि पुगिसकेको छ। यो हाम्रो दोस्रो टोली हो। अनि उहाँ मेरो बाबा हुनुहुन्छ। मभन्दा चाहिँ अलिकति मात्रै हेन्सम हुनुहुन्छ। अरू सबै अङ्कलहरू हुनुहुन्छ, बडाहरू हुनुहुन्छ। त्यहाँ सानो बहिनीहरू छ, मेरो भाइ छ। यो त उयो होइन त, टिम्बुरको बोट होइन त? टिम्बुरको बोट हो यो। यसलाई ब्ल्याक पेपरको युज रूपमा हामी प्रयोग गर्छौँ। हेर्नुहोस्, ऐसेलु फलिसकेको छ। यति मिठो हुन्छ कि यो ऐसेलु। यहाँ सानो भाइ बहिनीहरूले ऐसेलु टिप्दै खाँदै हुनुहुन्छ। हाई भनिदेऊ। जय मसी। बहिनीहरूलाई आमेन हो उसको नाम। जय मसी। हात पनि जय मसी गर्नुपर्छ नि। यही मान्छे यो कालो झार हो। यसको नाम चाहिँ कालो हो, तर यसलाई केटी भएकोले यसलाई काली भनिन्छ। ऊ ऐसेलु खान तुफान कुद्दै आउँदैछ। यो चाहिँ तासेर खाँदा हुन्छ, एक नम्बर जडी। यो हाम्रो गाउँघर चाहिँ फुल अफ मेडिसिन। हरेक झारहरूमा चाहिँ केही न केही एउटा भएको छ, मेडिसिन हुन्छ। चाहिँ यो हो यस्तो काँडा छ हो। उहाँले भन्दै हुनुहुन्छ काँडा देखाउ त। जब यो तासेर खानुहुन्छ तपाईँको टन्सिल, तपाईँको घाँटी दुख्ने निको हुनसक्छ, निको हुँदछ। र तपाईँको छातीमा कुनै दर्द छ भने पनि यसले चाहिँ ठिक गर्छ। यो चाहिँ काँडाले भरिपूर्ण फुल अफ थ्रोन। यो चाहिँ ऐसेलुको मुना हो। मुना यसलाई चाहिँ मजाले जरा पनि खान मिल्छ, फल पनि खान मिल्छ, साथसाथै यसको मजाले खानु हो। यो ओ जङ्गलै जडीबुटीको जङ्गल छ, पाइहाल्छ नि। गाउँमा चाहिँ यति कुरा चाहिँ थाहा हुन्छ कि मान्छे यहाँ हेर्छु न कहिले पनि भोक र प्यासले चाहिँ मान्छे कहिले पनि गाउँमा मर्दैन। सहर जस्तो चाहिँ हुँदैन। त्यो नेक्स्ट टाइपको यमी हो होइन। समयमा रोप्नै पर्ने बाली, नगदे बाली चाहिँ मकै हो। अनि सबैतिर रोपिसकेको छ। हाम्रो गाउँघरतिर पनि प्रशस्तै मात्रामा रोपेको छ। उहाँको झोलाको बारेमा पनि केही तपाईँहरूले भनिदिनु सक्नुहुन्छ? यो झोला चाहिँ बिक्रीमा पनि रहेको छ। हामी सस्तोमा सुलभ मूल्यमा नै यो बेच्न पनि सक्छौँ। किवी जुस हामीले बोकेको छौँ खानुको लागि भनेर। हामीले खाने पानी चाहिँ यहीँबाट नै जाने हो। यी हेर्नुहोस्, यो चाहिँ ट्याङ्की हो। पानी चाहिँ माथि कहाँबाट काका? चाहिँ बागपानी। बागपानीबाट। बागपानीको बृहत खानेपानी योजनाबाट यो हामी जान आँटेको ठाउँ चाहिँ यही ठाउँमा नै पर्छ। अझै हिँड्न बाँकी नै छ। पानी हेर्नुहोस्, भरिएर पोखिने गरी आउँदछ। यहाँ भेराइटी छ, 84 व्यञ्जन छ हजुर। हजुर निम्तो छ। पहिले सानोमा के अरे 3 चक्के बाँसको गाडी कुदाउने हुँदा धेरैचोटि म लडेको छु होइन।
उल्टी सिक्ने हुँदा धेरैचोटि मेरो घाँटी बछारिएको छ साथीहरूको लैलैमा लागेर। त्यति बेला यो रुखहरू थिएन, अहिले भर्खरै आएको यो रुख चाहिँ मभन्दा धेरै जेठो जेठो रुखहरू। मेरो कला देखाए भाइ। अनि उहाँको बेग्लै बेग्लै कलाहरू प्रदर्शन भइरहेको छ। उहाँले स्टाइलले झोला बोक्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त मुखैले बाँसुरी पनि बजाउनुहुन्छ उहाँले। यदि तपाईँहरूलाई काहीँ त्यस्तो गीत रेकर्डिङ गर्नुपर्ने भयो अनि सस्तो खालको बाँसुरी चाहिन्छ भने सम्पर्क गर्नु सक्नुहुनेछ। ल भनिदिनुहोस् आज तपाईँ यति धेरै खुसी किन हुनुहुन्छ? वाइ यु आर सो ह्याप्पी टुडे? आज हाम्रो उद्धार र मुक्तिको लागि यस संसारमा आउनुहुने येशू ख्रीष्ट चाहिँ उहाँ चाहिँ हिजोको दिनमा च्यानमा बसेर आजको दिनमा चाहिँ बौडी उठ्ने दिनमा हामी खुसियाली हर्ष मनाउनलाई आज डाँडाको प्रार्थनामा हामी सरिक भएका छौँ। जब उहाँ बौडेर उठ्नुभयो अनि उहाँले चाहिँ संसारका मानिसलाई उद्धार र मुक्ति दिनुभयो। उहाँ फेरि पनि आउने बाचाका साथ उहाँ स्वर्ग उक्लिएर जानुभयो। फेरि उहाँ आउने फर्केर आउने आशामा र उहाँको प्रतीक्षामा हामी उहाँको आराधना गर्दै यस संसारमा शान्ति आनन्दका साथ उहाँ फर्केपछि चाहिँ के हुन्छ त? के हुन्छ उहाँ फर्केपछि? जब उहाँ फर्किनुहुन्छ उहाँ चाहिँ यस संसारको दोस्रो आगमनको लागि उहाँ फर्किँदै हुनुहुन्छ। त्यस दिन चाहिँ यो पृथ्वीमा भएका हरेक यावत थोकहरू नष्ट हुनेछ। जो मान्छेले उहाँमा विश्वास गरेर उद्धार र मुक्ति पाएको छ त्यो मान्छे स्वर्गमा जानेछ। जसले येशूमाथि येशूलाई विश्वास गरेको छैन त्यो मान्छे चाहिँ अनन्त नरककुण्डको भट्टीमा जाकिनेछ। प्रिय प्रभुका सृष्टिहरू मानिस जातिहरू बाइबलमा लेखिएको छ सास हुने हरेक प्राणीले येशूलाई विश्वास गर्नु पर्दछ। त्यसले गर्दाखेरि सबैजना हामी उहाँ परमेश्वरको सृष्टि हुन्। त्यसले गर्दाखेरि सृष्टिकर्तालाई विश्वास गर्नुहोस्, येशूको नाममा घुँडा टेक्नुहोस्, उद्धार र मुक्ति सित्तैको उद्धार र मुक्ति पाउनुहोस्। धन्यवाद तपाईँलाई, धेरै धेरै धन्यवाद। उकालो बाटो छ, सबैजनाको आफ्नो भारी छ, टुई बोकेर आइराख्नु भएको छ। यी हेर्नुहोस् आज एकदमै रमाइलो हुनेवाला छ गाइज होइन। यहाँ हाम्रो एक टोली अघि नै आएर बसिसक्नु भएको छ। अन्त्यमा गीतबाट यहाँलाई सुसमाचारको सन्देश सुनाउन चाहन्छु। हुन्छ हजुर गाउनुहोस्। बाटो र सत्य जीवन छ है ख्रीष्ट येशू प्रभुमा विश्वास गरी हे मेरा साथी उहाँलाई उद्धार ल्याऊ उनैमा गलेर हैरान पक्ष्य ल हेर्नुहोस् यो हो हाम्रो तिजोक डाँडा। बिसाउनलाई खाट त्यहाँ के अरे बिसाउनलाई के अरे खाट त्यहाँ नै हो। जय मसी भाइ। उहाँ हाम्रो मण्डलीको लक्का जवान हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, जवान बाल सङ्गतिको भाइहरू। भाइहरू राख ल त्यहाँ लडेक छ। एकदमै रमाइलो ठाउँमा आइपुगियो। के गर्नुभएको तपाईँहरू यहाँ? हामी यहाँ घुम्नु आएको। एकदम भोबाल छ। यसो बस्यो दिक्क लाग्छ, सिटामल खाइदिन्छु। अब यसो हिँड्यो उकालो ओह्रालो गरेर थाकिन्छ, सिटामल खाइदिन्छु। हाम्रा ठुल्लाको त बानी नै परिसक्यो सिटामल खानु। अब बस्यो यसै बस्यो है, दिक्क लाएर आउँछ। देशको स्थिति परिस्थिति हेरेर नेताका भाषण सुनेर दिक्क लाग्छ। अनि कति राम्रो घुम्ने ठाउँ हो यो। आज हामी यहीँ बसेर प्रार्थना गर्नेछौँ, परमेश्वरलाई धन्यवाद दिनेछौँ, परमेश्वरको महिमा गर्नेछौँ। जय मसी। जय हजुर। तपाईँहरू यहाँ किन आज आउनुभएको? आज हाम्रो डाँडाको प्रार्थना सँगै इस्टर सन्डे टुडे। इस्टर सन्डेको मतलब चाहिँ के हो त? येशू ख्रीष्टको पुनरुत्थान। उहाँहरू चाहनुहुन्छ कि उहाँहरूको फोटो मैले खिचिदिउँ भनेर। यो चाहिँ देख्न सक्नुहुन्छ बिचमा क्रुसको चिन्ह पनि रहेको छ। यो चाहिँ हाम्रो तर्फबाट रहेको सौजन्य स्वरूप। फोटो खिच्नको लागि यता फर्किनु होला, अलिक सँगै बस्नु होला। यो क्रुस देखिँदैन भनेर झट्ट मिलाएर खिचौँ त। ल ठिक छ।
फोटो पनि खिचिसकेको छौँ। उहाँ लभमा बस्न रुचाउनुहुन्छ, उहाँ चाहिँ प्रेमको खानी हुनुहुन्छ। परमेश्वरले आजको दिन साँच्चै यो ऐतिहासिक दिनको हामी सम्झना गरिरहेका छौँ कि तपाईँ आज आफ्नो शारीरिक कष्ट पीडा र त्यो भयानक गर्दानक अनि त्यो प्रभुजी साँच्चै नै लज्जास्पद मृत्युलाई हामीलाई जितेकन विजयी गरिकन आज भइरहेको भएर संसारलाई सजिलो बनाउने यो मुक्तिको दिन, यो उद्धारको दिनको सुरु भएको दिन हामी सम्झना गर्नको लागि हामी तपाईँको चरणमा खडा भएका छौँ। समयलाई तपाईँ परमेश्वर पिताको हातमा राख्दछु प्रभु। तपाईँले नै अगुवाई गर्नुहोस्, सहायता गर्नुहोस् र तपाईँको छोराछोरी प्रत्येकलाई तपाईँले छुनु। धेरै मानिसहरूले आजको दिनसम्म पनि होइन हामी के विचार गर्छौँ भन्दा हामी आफूलाई विश्वासी ठान्छौँ, हामीले प्रभु येशू ख्रिस्टलाई विश्वास गरेको हामीले महसुस गर्छौँ अनि म क्रिस्चियन हुँ भन्ने चाहिँ हामीले भनिराखेको हुन्छौँ। तर येशू ख्रिस्टलाई चाहिँ हामीले हाम्रो हृदयमा स्थापित गर्न सकिराखेको हुँदैनौँ अनि यो चाहिँ धेरै विडम्बना हुनसक्छ। यसकारणले गर्दाखेरि म तपाईँहरूसँग 2-3वटा कुराकानीहरू म गर्छु। येशू ख्रिस्ट बौरेर उठ्नु भएको छ अनि उहाँको हामी जिउँदो साक्षीहरूको रूपमा आफूलाई कसरी खडा गर्न सक्छौँ अनि हामीले चाहिँ कसरी हामी जीवित परमेश्वरको चाहिँ हामी जीवित साक्षीहरू हामी कसरी बन्न सक्छौँ भन्ने कुरामा म तपाईँहरूसँग 2-3वटा कुराहरूले म उत्साह दिन चाहन्छु। पहिलो कुरो त के हो त भन्दाखेरि सबातपछि केही महिलाहरू चाहिँ ख्रिस्ट येशूको चिहानमा सुगन्धित अत्तरहरू तेलहरू लिएर गएको बेलामा त्यति बेलामा तिनीहरूले चिहानको ढुङ्गा गुडाएर पर सारेको देखे। त्यति बेलामा येशू ख्रिस्ट जब क्रुसबाट चिहानमा हुनुहुन्थ्यो अनि त्यो चिहानमा आइतबार बिहानै तिनीहरूले जाँदाखेरि त्यहाँनिर चाहिँ त्यो चिहानको ढुङ्गा तिनीहरूले सरेको देखे अनि उनीहरूले त्यहाँ देखेको 2-3वटा कुराकानीहरू के छ त भन्दा उनीहरूले रित्यो चिहान देखे त्यति बेला अनि त्यति मात्र होइन त्यहाँ भुइँचालो गयो होइन। मत्ती 28को 2देखि 4मा गएर हेऱ्यो भने त्यहाँ चाहिँ भूकम्प गएको कुराहरू हामी देख्छौँ अनि त्यहाँ चिहानहरू फुटेको कुराहरू हामी देख्छौँ अनि विभिन्न ढङ्गले त्यहाँ चाहिँ एउटा परिस्थितिहरू आएको हामी देख्छौँ अनि त्यहाँ यहुदी पहरेदारहरू थिए अनि रोमी पहरेदारहरू पनि थिए। हामीले मत्ती 27को 62-66 पदहरूतिर गएर हेऱ्यो भने त्यहाँनिर ती पहरेदारहरू चाहिँ त्यहाँनिर पहरा गरेर बसिरहेको थिए अनि स्वर्गदूतले ढुङ्गा गुडाउँदाखेरि पहरेदारहरू मुर्छा परेको कुराहरू हामी पाउँछौँ। तिनीहरू चाहिँ त्यो स्वर्गदूतको जुन ज्योति देखेर तिनीहरू चाहिँ मुर्छा परेको कुरा हामी मत्ती 28को 2-3तिर गएर हामीले हेऱ्यो भने हामी देख्छौँ। उहाँ बौरी उठेर गालिलमा जानेछु भन्नुभयो र जानु भएको कुराहरू हामी देख्छौँ मर्कुसको 14को 28तिर अनि मत्तीको 28 अध्यायको चाहिँ हामी 16-17 पदहरूमा हामी देख्छौँ। अनि दोस्रो कुरा चाहिँ के हो त भन्दा ख्रिस्टको पुनरुत्थान भन्दा महत्त्वपूर्ण अर्को कुनै ऐतिहासिक घटना यस संसारमा भएको छैन र यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण घटना हो संसारमा। आज संसारभरिको चाहिँ 8 अर्ब भन्दा पनि बेसी मानिसहरू बसेको संसारमा आज 34-35% मानिसहरूले येशू ख्रिस्टलाई पछ्याउँछ, मुक्तिदाता भनेर उनीहरूले स्वीकार गर्छ, प्रभु भनेर स्वीकार गरेको हामी पाउँछौँ। अनि यो चाहिँ के कारणले हो त भन्दाखेरि कि येशू ख्रिस्ट बौरी उठेको ऐतिहासिक घटना भएको कारणले गर्दा हो। अनि उहाँको पुनरुत्थान नभएको भए कुनै पनि मानव जातिको लागि पृथ्वीमा उद्धार र मुक्तिको कुनै पनि प्रबन्ध हुने थिएन। कसैले पनि उद्धारको कुराहरू पाउँदाको चर्चा हुँदैन थियो, मुक्तिको कुराको चर्चा हुँदैन थियो, विभिन्न कर्मकाण्डहरूको चर्चाहरू हुन सक्थ्यो होला, विभिन्न कुराहरू हुन सक्थ्यो होला, अन्य किसिमका धार्मिक गतिविधिहरू हुन सक्थ्यो होला, तर उद्धार र मुक्तिको परिघटना चाहिँ त्यसको चर्चा परिचर्चा चाहिँ यस संसारमा कदापि हुने थिएनन्। अनि संसार चाहिँ बिल्कुल फरक हुने थियो भन्ने कुराहरू हामी थाहा पाउन सक्छौँ। पहिलो कोरिन्थी 15 अध्यायको 16देखि 19 पदहरूतिर गएर हेऱ्यो भने हामी त्यहाँ पाउँछौँ। अनि तेस्रो कुरा चाहिँ के हो त भन्दा उहाँको पुनरुत्थान सत्य र ऐतिहासिक घटना हो। अनि यहाँ हामी के पाउँछौँ भन्दाखेरि 1 कोरिन्थी 15को 1देखि 58 पदमा येशूको पुनरुत्थानको 25 वर्षसम्म पनि साक्षीहरू जीवित थिए। जब येशू पुनरुत्थान भएको कुरा देख्ने मानिसहरू थियो नि, तीहरू चाहिँ येशू पुनरुत्थान भएको 25 वर्षसम्म पनि तिनीहरू जीवितै थिए। त्यसकारणले येशूको तिनीहरूले निरन्तर साक्षी दिइराखे। कसले दियो भन्दा दन्ते कथा सुनेका मानिसहरूले साक्षी दिएनन्। कसले दियो साक्षी भन्दाखेरि जसले येशू ख्रिस्ट बौरेर उठेको देखेका थिए,
येशू ख्रिस्टसँग दिनरात चाहिँ उठ बस गरेका थिए, येशू ख्रिस्टसँग शिक्षा सिकेका थिए, येशू ख्रिस्टले चङ्गाई गरेका मानिसहरू थिए, येशू ख्रिस्टले चाहिँ आश्चर्यकर्म गरेका मानिसहरू त्यहाँ थिए। ती मानिसहरू येशू ख्रिस्ट बौरी उठेको 25 वर्ष भन्दा पनि धेरै परसम्म चाहिँ नि तिनीहरू जीवितै भइरहेको कुराहरू हामीले बाइबलको यो खण्डहरूमा हामी पाउन सक्छौँ। अनि अर्को कुरा चाहिँ के हो त भन्दाखेरि मुख्य कुरा चाहिँ के हो त भन्दा चेलाहरू र अरूहरूको जीवनमा आमूल परिवर्तन आएको हामी देख्दछौँ। योहन्ना 20 अध्यायको 21 पदमा, प्रेरित 2:4 पदमा तिनीहरू चाहिँ नयाँ मानिस जस्तै बनेको थिए। अनि तिनीहरू चाहिँ नयाँ मानिस जस्तै, चेलाहरू के भएको थियो भन्दा येशू ख्रिस्टलाई जब मानिसहरूले त्यति बेलाको शासकहरूले हामीले अस्ति हेऱ्यौँ त्यहाँनिर धार्मिक ईर्ष्याको कारण, पैसाको लोभको कारणले, विभिन्न कारणले येशूलाई राजनैतिक कारणले चाहिँ येशूलाई क्रुसमा झुन्ड्याएर मारियो। अनि जब येशू क्रुसमा झुन्डिएर मरेपछि मानिसहरू सबैजनाले के गरिरहेको थियो, विजयको आफू विजय भएको महसुस गरिरहेका थिए। चेलाहरू चाहिँ डरले थुरथुर कामिरहेका थिए। उनीहरू चाहिँ के गर्ने कसो गर्ने भनेर उनीहरू एकदमै आपदमा परिरहेको थियो, निराशमा परिरहेको थियो, हताशमा परिरहेको थियो। यस्तो बेलामा जब येशू बौरेर उठ्नुभयो अनि येशू बौरेर उठेपछि जब तिनीहरूको सामुन्नेमा चाहिँ येशू देखा पर्नुभयो अनि तिनीहरू चाहिँ के भयो, नयाँ मानिस जस्तै भएका थिए। तिनीहरूले अब मृत्युको प्रभाव नगरिकन येशूको साक्षी भएर अगाडि बढ्दै गरेको कुराहरू हामी देख्दछौँ। अनि तिनीहरूले विजय जीवन पाएको हामी देख्दछौँ र उहाँमा विश्वास गर्ने जनहरू पुनरुत्थान हुनेछन् भन्ने कुराहरू हामी त्यति बेलामा हामी उनीहरूको जीवनबाट हामीले थाहा पाउँछौँ कि जब येशू ख्रिस्टमा विश्वास गर्नेहरू अनि सबैले चाहिँ पुनरुत्थान हुनेछन् भन्ने कुराहरू हामीले त्यहाँबाट थाहा पाउन सक्छौँ। अनि विशेष गरेर म तपाईँहरूको बिचमा 1-2वटा बाइबलको खण्डहरू राखेर मैले यो आजको यो जुन वचनलाई मैले यहाँ अन्त्य गर्दछु। अनि यहाँ मर्कुसको 16:9 पदमा हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नु भएपछि उहाँ पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नुभयो। अनि तिनीबाट चाहिँ येशूले 7वटा भूतहरू निकाल्नु भएको कुराहरू हामी त्यहाँ बाइबल धर्मशास्त्रमा पाउँछौँ। अनि मरियम मग्दलिनीसँग सबभन्दा अगाडि उहाँ देखा पर्नु भएको कुराहरू। अनि तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनु भयो भन्ने कुराहरू यहाँनिर हामी पाउँछौँ। चेलाहरूमा किन नयाँ जीवन आयो, उनीहरू किन परिवर्तित भए भन्दा तिनीहरू चाहिँ के भयो, तिनीहरूमा हामीले लुका 24:45 पदमा हामी देख्छौँ कि तिनीहरूलाई चाहिँ धर्मशास्त्र बुझ्नको लागि तिनीहरूको समझ खोलिदिनु भयो। परमप्रभुले चाहिँ सबैलाई धर्मशास्त्र बुझ्ने मन दिनुहुन्न, सबैलाई चाहिँ धर्मशास्त्रको रहस्य बुझ्नको लागि सबैलाई त्यो अधिकार छैन। अनि उहाँले चेलाहरूलाई त्यो अधिकार दिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो सारा संसारमा गएर सारा सृष्टिलाई के गर, सुसमाचार प्रचार गर। आज तपाईँ र मलाई चाहिँ जीवित साक्षी हुने यसले चाहिँ आग्रह गर्दछ यो धर्मशास्त्रले। अनि तपाईँ र म जीवित साक्षी हुनुपर्छ भन्ने कुरा हो। अनि यहाँ के लेखिएको छ भन्दाखेरि मर्कुस 16:15मा कि सारा संसारमा गएर यो चाहिँ येशूले जीवित भएर उठिसकेपछि अनि सारा सृष्टिलाई सुसमाचार प्रचार गर भनेर त्यहाँ भन्यो। अनि अर्को कुरा के छ त, योहन्ना 20:23 पदले के भन्छ, जसका पाप तिमीहरू क्षमा गर्छौ अनि तिनीहरूलाई क्षमा हुन्छ र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन। यो कति ठुलो आज्ञा हो, यो कति ठुलो अधिकार हो हैन। मण्डलीलाई आज परमेश्वरले दिनुभएको यो धेरै ठुलो अधिकार हो कि जसको अपराधहरू तिमीहरू क्षमा गर्छौ अनि त्यसको अपराध क्षमा हुनेछ। अनि आज मण्डलीले क्षमाको चाहिँ सबैभन्दा ठुलो जीवनशैली जिउनुपर्छ। हामीलाई जस्तो सुकै परिघटना, जस्तो सुकै परिस्थितिमा मानिसहरूले जुनसुकै हेला होचो, जस्तो सुकै अवस्थामा हामीहरूलाई मान्छेले जुन व्यवहार गरे तापनि मण्डलीले के गर्नुपर्छ कि तिमीहरूले जसको पाप क्षमा गर्छौ त्यसको पाप त्यो क्षमा हुनेछ, तर जसको तिमीहरूले पाप क्षमा गर्ने छैनौ त्यसको क्षमा हुने छैन। भनेपछि आज मण्डलीलाई परमेश्वरले के गर्नुभयो, हामीलाई यहाँ जीवित साक्षी हुनलाई मात्रै होइन, मानिसहरूको पाप क्षमाको घोषणा गर्नको लागि पनि उहाँले हामीलाई यस्तामा राख्नु भएको छ। अनि येशूले तिनीहरूलाई भन्नुभयो कि स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। अनि हामीले के गर्न सक्छौँ, अब येशूमा पुरा भरोसा गर्न सक्छौँ। किन भन्दा समस्त अधिकारको मूल को छ, येशू। अनि येशू चाहिँ संसारको सबै अधिकारहरूको उहाँ चाहिँ स्रोत हुनुहुन्छ अनि समस्त अधिकार उहाँलाई दिएको छ। अनि विश्वास गर्ने र बाप्तिस्मा लिनेले उद्धार पाउनेछ र विश्वास नगर्ने दोषी ठहरिनेछ। अनि यो कुराहरू यहाँ हामी बाइबल धर्मशास्त्रमा पाउँदछौँ। अनि यहाँनिर अनि येशू आफैले के भन्नुभयो, त्यस कारणले प्रियहरू हामीले अब क्रिस्चियन भएकोमा लज्जित हुनु पर्दैन। क्रिस्चियन भएकोमा हामीले सानो मन गर्नुपर्ने अवस्था छैन कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई बौरी उठ्नु आवश्यक थियो भनेर येशू आफैले लुकाको पुस्तकमा उहाँले चाहिँ 24:7 भन्नुभएको छ। त्यसले गर्दाखेरि हामी यति बेला
खुसी साथ आनन्द साथ येशूको हामी साक्षी हुन सकौँ, येशूको हामी सधैँ महिमा गर्न सकौँ, हामीले एकले अर्कोलाई हामी प्रेम गरौँ र त्यति मात्रै होइन बाहिरका मानिसहरूलाई हामीले उनीहरूलाई हामी क्षमा गर्न सकौँ, उनीहरू हरेकको बिचमा चाहिँ हामी येशूको जीवित साक्षीको रूपमा आफूलाई प्रस्तुत गर्न सकौँ र सबैभन्दा मेन कुरो चाहिँ के हो त भन्दाखेरि आज बौरेर उठ्नु भएको येशू हामीले आफ्नो हृदयको मालिक र राजा बनाउन सकौँ। आमेन। र येशू बिनाको क्रिस्चियन जीवन चाहिँ के हुन सक्दैन, त्यो चाहिँ अनन्तको हुन सक्दैन अनि त्यसले जीवन पाउन सक्दैन। अनि येशूविहीन जीवन भेटी चढाएर मण्डलीमा गएर अरू दुनियाँभरि हामीले क्रियाकलाप गरेर प्रार्थना गरेर बाइबल पढेर हुँदैन, त्यो सबै अपरिहार्य छ। पहिलो कुरा हामीले येशूलाई के गर्नु पर्यो, आफ्नो जीवनको प्रभु र मुक्तिदाता बनाउन सक्नु पर्यो। आमेन। अनि यति गर्यौँ भने चाहे हामी रोगी हौँ, चाहे हामी बिरामी हौँ, चाहे हामी धनी हौँ, चाहे हामी गरिब हौँ, चाहे हामी पढे लेखेका हौँ, चाहे हामी जस्तोसुकै परिस्थितिमा हौँ होइन, भोलि नै हामी अपाङ्ग सपाङ्ग जस्तोसुकै परिस्थितिमा हुन सकौँ, कि हामी येशूको जीवित साक्षी हुन सक्छौँ र हामी ख्रिस्टको राज्यको आशा गर्ने मानिसहरू हुन सक्छौँ। र विशेष गरिकन परमेश्वर धन्यवाद भएको होस्। परमप्रभु परमेश्वर यस घडी तपाईँ र बिचमा हुनुहुन्छ र परमप्रभु परमेश्वर बौडी उठिसक्नु भएको छ र तपाईँ र मेरो निम्ति जब येशू जीवित हुनुहुन्छ, येशूले चाहिँ तपाईँ हामी सबैलाई जीवित पार्न सक्नुहुन्छ र अजम्बरी जीवन कहिले पनि नाश नहुने जीवन चाहिँ उहाँले दिनुहुन्छ। र उहाँले एउटै जब बौडी उठेपछि उहाँले दिनुभएको अधिकार चाहिँ के हो, सारा संसारमा जाऊ र सुसमाचार सुनाऊ। हालेलुया। आज तपाईँ र म चाहिँ तपाईँ र मैले येशू ख्रिस्टलाई विश्वास गर्नुको पछाडि चाहिँ के छ भन्दाखेरि मत्ती हामीले 28:19-20 हेऱ्यो भने जाऊ सारा संसारलाई सुसमाचार सुनाऊ, चेला बनाऊ र बप्तिस्मा देऊ। हामी चाहिँ सुसमाचार सुनाउनको निम्ति येशूको काम गर्नुको निम्ति चाहिँ हामी पहिलो कुरा येशूले हामीलाई चुन्नु भएको। र अर्को कुरा चाहिँ के छ भने हामी आफैले अघि पनि पास्टरजीले भन्नु, हामी आफैले चाहिँ हाम्रो जीवनमा येशूको प्रेमलाई, येशूको मुक्तिलाई, येशूको उद्धारलाई चाहिँ हाम्रो जीवनमा देखाउनु पर्ने कुरोहरू हामीले सुन्यौँ। त्यसैले गर्दाखेरि तपाईँ र म चाहिँ डाँडामा बसेको सहर अथवा ज्योति जस्तो हो। हामीले पहिलो सुसमाचारको कुरा चाहिँ तपाईँ र मेरो जीवनबाट देखाउनुपर्छ। तपाईँ र मेरो जीवनबाट, नम्रताबाट अनि लवाई खुवाईबाट, बोलाइबाट होइन, हाम्रो जीवनबाट पहिलो सुसमाचार देखाउनुपर्छ। दोस्रो सुसमाचार हाम्रो परिवारको जीवनबाट देखाउनु पर्दछ। हाम्रो परिवारको मेलमिलाप अनि परिवारमा भएका सहकार्यहरू, परिवारमा भएका एकताहरू अनि परिवारमा भएका चाहिँ फ्रेमहरू, मायाहरू अनि सहकार्यहरू, यहाँबाट चाहिँ हामीले दोस्रो सुसमाचार देखाउनुपर्छ भने तेस्रो सुसमाचार चाहिँ अनि हामी छरछिमेकदेखि हामी पृथ्वीको अन्तसम्म हामी समाचारको भागीदार हुनुपर्छ। हालेलुया। त्यसैको निम्ति हामी आज यहाँ छौँ र परमेश्वरले तपाईँलाई विशेष अधिकार जिम्मेवारी दिनुभएको छ। यार्मी 1:10 हामीले हेऱ्यो भने परमेश्वरले चाहिँ हामीलाई जाति जातिमाथि चाहिँ अधिकार दिनुभएको छ, राष्ट्र राष्ट्र माथि अधिकार दिएको छ अनि दुष्ट आत्मामाथि अधिकार दिनुभएको छ। त्यो अधिकार चाहिँ हामीले सदुपयोग गर्नुपर्छ है। र दुष्ट आत्मालाई हामीले चाहिँ येशूमा रहेर, येशूको सत्यतामा रहेर, येशूको शक्तिमा रहेर चाहिँ दुष्ट आत्मालाई हामी हकार्ने अनि रोगी बिरामीलाई निको पार्ने, चङ्गाई गर्ने कुराहरू चाहिँ येशूले दिनुभएको छ। हामीले बाइबलमा हेऱ्यौँ भने विश्वास गर्नेसँग हुने चिन्हहरू चाहिँ रोगीमाथि हात राख्ने कामहरू अनि रोगी चङ्गाई हुने कामहरू होइन, त्यो कामहरू चाहिँ हाम्रो अधिकारहरू हो। त्यो कामहरू चाहिँ हामीले गर्दै हामी अगाडि बढ्नेछौँ। हामी प्रार्थना गरौँ र हरेकजनाको हृदयमा, मनमा, जीवनमा भएका पुराना कुराहरू, पुराना स्वभावहरू अनि पापका कामहरू हिजो नै येशूसँग मरिसकेको छ। आज चाहिँ हामी नयाँ गरिकन, नयाँ भएर परिवर्तन भएर आज हामी येशूको पुनरुत्थानसँगै हाम्रो जीवनलाई, हाम्रो स्वभावलाई, हाम्रो सेवकाईलाई, हाम्रो सङ्गतिलाई, हाम्रो सबै कुरालाई चाहिँ हामी अगाडि बढाउनेछौँ। र अघि पास्टरजीले भने जस्तै हाम्रो हृदयमा चाहिँ येशू ख्रिस्टलाई हामी पूर्ण रूपले ठाउँ दिनेछौँ र येशू ख्रिस्टले नै हामीलाई चाहिँ चलाउनु हुनेछ। हाम्रो ड्राइभर भने पनि, हाम्रो राजा भने पनि, हाम्रो महाराजा भने पनि, हाम्रो दुलहा सबै कुरा चाहिँ येशू प्रभु हुनुहुन्छ। येशू प्रभुलाई हामी ठाउँ दिन्छौँ, येशू प्रभुलाई हामी जीवनलाई चलाउन दिन्छौँ र हामी उहाँको निर्देशन अनुसार, उहाँको इच्छा अनुसारको जीवनहरू हामी जिउँदै अगाडि बढ्नेछौँ। ओके, हामी प्रार्थना गरौँ। सर्वव्यापी अनि सर्वज्ञानी परमेश्वर प्रभु येशू पिता पुत्र पवित्र त्रिएक परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। हो प्रभु येशू, तपाईँ कति महान, तपाईँ दयालु कृपालु हुनुहुन्छ। तपाईँ बरुको परमेश्वर, हाम्रो जीवनलाई प्रभु तपाईँले एकमात्र उद्धार तपाईँ जीवित र जिउँदो परमेश्वर, हामीलाई माया गर्नुहुने परमेश्वर, हामी तपाईँ परमेश्वरलाई आराधना गर्छौँ, तपाईँलाई महिमा गर्छौँ। आज हामीले तपाईँको वचनहरू सुनेका छौँ अनि तपाईँको वचनहरूबाट प्रभु आज हामीले थाहा गरेका छौँ कि तपाईँ परमेश्वर चाहिँ प्रभु साँच्चीकै अचम्मको परमेश्वर हुनुहुन्छ, जसले तपाईँ परमेश्वरले हामी जस्तो पुग्छ।
त्यहीबाट भिडियो राम्रो गाने अब हामी फर्किसकेको हाम्रो डाँडाको प्रार्थना पनि सकिसकेको छ। यति धेरै थियौँ हामी, आधी चाहिँ गइसक्नु भइसकेको छ होइन। अनि हामीले खाएको पनि हामीले भिडियो अघि तपाईँहरूलाई देखाइहाल्यौँ। गुराँसहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ हाम्रो काकाहरू लेङलेङ गर्दै हुन्छ। सबै खाइसक्यो होइन। यो चाहिँ सिडी हो, ओह्रालो झर्नेको सिडी होइन। एकदम राम्रो बनाउनु भएको छ। यहाँनिर हेर्नुहोस्, कति राम्रो। मलाई पनि देऊ न एउटा, एक एकले नखाऊ। उषा हो यो चाहिँ, अहिले ऊ ठुलो भइसकेको छ। यो निर्माया हो। यो हाम्रो जवान भाइ बहिनीहरू हुन्। यिनीहरूको अब बिहे गरिदिनु पर्ने छ। कसैले मन पराउनु भएको छ भने भनिहाल्नु होला कमेन्टमा। ठ्याक्कै हामी भेटाउन लिएर आउँछौँ। म त अब बिहे नगर्नु भनेको छ डक्टरले। यो चाहिँ हो घाँसपातहरू। यहाँनिर तपाईँहरू आउनु सक्नुहुन्छ बाख्रा लिएर। ऐसेलु यहाँनिर हेर्नु, जवानहरू यस्तो हुन्छ है, जति खाए पनि उनीहरू अगाउँदैन। अघि अब मेरो पेटमा चाहिँ अब अमृत लिएर दियो भने पनि आँट्ने ठाउँ छैन, तर यिनीहरूलाई जति खाए पनि हुँदैन। तर यो ऐसेलु भन्ने कुरा चाहिँ मेरो पनि फेभरेटै हो होइन। मलाई पनि साह्रै मनपर्छ। ल के हेरेको हजुर ऐसेलु चाहिँ उहाँले धेरै मन पराउनु हुँदो रहेछ। अघि आउँदा पनि ऐसेलुको पछि लागिराख्नु भएको थियो। डुक्कुदेखि लिएर फलसम्म उहाँले खाइसक्नु भयो। अब पात मात्रै खान बाँकी छ। धेरै खायो भने यस्तो हुन्छ। यहाँ हेर्नुहोस्, उहाँ चाहिँ पागल भइसकेको छ। भाइ पागलै भए पनि यहाँ के छ थाहा छ? यहाँ के छ? यहाँ हेर, आफैले खाएर। यहाँ हेर्नुहोस्, यिनीहरूलाई ढोका झ्याल केही चाहिँदैन। यो जङ्गल यस्तो राम्रो छ होइन। बाख्राहरू पनि यहाँ हामीले लिएर आएको होइन, त्यो अर्कैको हो। चाहे जे भए पनि लड्न चाहिँ पाइएन होइन। यो उषा हो, कराएको कराई मात्रै गर्छ। अप्सना चाहिँ बाख्रा चराउने मान्छे हो। यहाँ बाख्रा चराउँदै रहेछ। यो दरले हिँड्दाखेरि चाहिँ मान्छेलाई निकै नै राम्रो देखिँदो रहेछ। तर मलाई थाहा थिएन यस्तो कुरा चाहिँ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। हामी आइपुगेको यता। हामी चाहिँ जता पनि गोल चाहिँ खेल्छौँ होइन। अब यो गोलले एकजना मान्छे पक्लकै लड्नेवाला छ। हेर्नुहोस्, के भयो? यस्तरी हाँगाहरू झार्नु पर्यो भने यता माथिबाट आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है।